अहिले कहिले भविष्य बनाउनुतिर पो लाग्नुपर्छ मोबाइलमा किन्यौ भनेको के भयो किन परा किन चिच्छ के भयो भन्नुस् न आफ्नो छोरीलाई अब पानी छैन ल्याउनु पर्छ पानीले त्यो अमर बनाउने अरे त्यो बल्ल नगरौँ फेरि भाग्ने समाज यिनीहरूको होइन नि अर्काको हल्ला सुनेर हुन्छ त मलाई चट्ट पारेर छोरीलाई सोध्नु पर्दैन कौवाले कामले उनेर कौवाको पछि पछि दौडिने कि मैले आफ्नो कान पनि छाम्यो चट्ट पारेर भन्नुस् न आफ्नो प्यारी छोरीलाई कुरा के हो छोरी साथी मात्र हो रे त त्यही भएर मैले बिहे गरिदिनु पर्छ भनेको छोरी बाबे आफूले पढाउनु पर्छ अरे पढाइ छ भन्न साथी भाइ बहिनीले तर हेर कान्छी हरेक कुराको समय आउँछ आमाले भनेर कुरा सक्यो अनि आमा सबैले गर्नुपर्छ क्या बालिका गर्न छैन भन्यो बालबालिकाको त्यो उमेरमा बिगार्नु लागि परिपक्व भइसकेको हुँदैन अर्को त कन्यामा विवाह गर्दाले आमा बाजा दुवैको धेरै दुःख आइलाग्छ क्या अनि त्यसपछि नेपालको कानुन अनुसार 20 वर्षभन्दा मुनि बाल विवाह गर्न प्रोत्साहन गर्ने 20 वर्षभन्दा बाल विवाह जबरजस्ती गर्ने गराउनेलाई 30,000 देखि 50,000 सम्मको जरिवाना हुन्छ बाल विवाह गर्ने गराउनेलाई 30,000 देखि 50,000 सम्मको जरिवाना हो अनि 1 वर्षदेखि 3 वर्षसम्मको जेल सजाय भनेर हाम्रो नगर वडाहरूको जनचेतनामूलक कार्यक्रममा सिकाएको होइन मलाई चट्ट पारे कसरी बिर्सेको पौडिन जानेकै छैन खोला धकेल्दै हुन्छ चट्ट पारेर तिमीले पनि बुझ छोरी यो अहिलेको समय तिम्रो भनेको आफ्नो पढाइमा ध्यान दिने आफ्नो भविष्य बनाउने हो माया विरोधी लाउँदै हिँड्ने उमेर होइन त्यस कारण आजदेखि तिमीले आफ्नो पढाइमा ध्यान देऊ चट्ट पारेर बुझ्यौ अब त्यत्रो भारी बोकेर यसलाई फेरि ढाडबाट राख्ने बाउले त्यत्रो भारी बोक्न सक्ने काम छैन भने कस्तो कुरा गरेको अब सक्छौ भने बोक क्यारे छोरी ल ल ल मैले ओ कसरी यो भारी बोक्न सक्छस् भने जीवनमा समय नै नआइपुगी किन तैँले यो ठुलो भारी बोक्न खोजेकी भन्छ तैँले यो भारी बोक्न नसक्नुको कारण तेरो यो भारी बोक्न उमेरै पुगिसकेको छैन त्यसै गरी विवाहको त्यो ठुलो भारी बोक्न तेरो उमेर पुरा छैन बुझ कान्छी यो कुरा अनि आमा र म भन्छु छोरी तिम्रो आमाको मेरो खुब कुरा लिन्छ यहाँ चर्चा पारे सुन बुढी जसरी तिमीलाई यो भारी छोरीले बोकाइदिँदा छोरीको भार भाँचिन सक्छौ छोरी बिरामी पर्न सक्छन् भन्ने लाग्यो हो त्यसै गरी विवाह जस्तो ठुलो र महत्त्वपूर्ण जिम्मेवारीको भारी विवाह जस्तो ठुलो र महत्त्वपूर्ण जिम्मेवारीको भारी समय नै नपुगी उमेरै नपुगी जबरजस्ती बोकाइदिँदा भारी बोकेर ढाड भाँचे जस्तै ठुला दुर्घटनाहरू निम्तिन सक्ने जस्तो पायो त्यस कारणले बुझ छोरी तिमीले पनि हर कुराको सही समय सही उमेर सही उमेरमा र सही समयमा समयले पर्खिँदैन बगेको खोला फर्किँदैन छोरी त्यस कारणले बुझ तिमीले यो कुरा चर्चा पार्छ तिम्रो आँखा त खुलेछ नि अनि तिम्रो ती चिम्सा आँखा नि खुल्यो होला नि अब त चट्ट पार्छ बिजान मिलेर त्यो भारी पनि लैजाऊ बिस्तारै उतैबाट लगेको त लगे आज तिमीले कति राम्रोसँग बुझायो मैले त्यो भारी बुझाएर बुझ्दै नबुझेको तिमीलाई धेरै धन्यवाद आज मलाई मेरो छोरीलाई मलाई कति खुसी लागेको छ हामी सबैजनाले हाम्रो छोराछोरीलाई एक समान व्यवहार गरेर पढाउनु पर्छ
कति राम्रो उदाहरण दिएको आहा, नेटवर्क कति खुसी लाग्छ। चिन्ता नगर्नु उसलाई भोलिपर्सि आउँछ भनेर नमस्कार होइन दाजु छोराले दौरा सुरुवालको ज्याला ल्याइदिउँला भन्नुहुन्छ दुवैजना पो पाल्नुभयो त दाजु यो गरिबको घरको चट्ट पारेर अब भाइसँग भेट्नु कुराकानी पनि थियो त्यही भएर यसो विचार गर्दा बहुछरे जानुपर्छ भनेर बहुछरे आएको नि त ओहो हो दाजु बस्नु न दाजु गरिबको घरमा अब यस्तै छ यहाँ नयाँ नयाँ प्लास्टिकको कुर्सी किनेर ल्याएको छ दाजु त्यसमा बस्नु सही छ अब कुन्द्री त्यहाँबाट ढुङ्गुल अनि त्यो खोस्टाले बनाएको चकटी त गइगयो नि बिलबहादुर हजुर हजुर दाजुको अब फेरि चाहिने आज छ भोलि छैन यस्तै हो हजुर हजुर दाजु दाजु अब दाजुलाई कस्तो यहाँ दुख्यो मलाई यहाँ। त दाजु चट्ट पारेर कि चिया पिदिउँ त दाजु अब चिया मात्र होइन बिलबहादुर अब भोजै खानु पर्ला जस्तो छ है बुढी ए बुढी ल चिया बनाऊ 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 न यसो 3-4 कप कुरा के हो दाजु म त अचम्म परेँ त चट्ट पारेर हामीले यो विषयको बारेमा चाहिँ तिम्रो जेठी छैन र मेरो छोरा नबिगा सक्नुपर्छ बिलबहादुर कुरा के हो छैन म त अकमक्कमा परेँ त अब कुरा त सही हो दाजु अब यो उमेरमा माया पिरती हुन्छ नै अब दुईजनाको उमेर पनि पुगिसक्यो पढाइ पनि लगभग पुरा गरिसक्यो तर दाजु चिया आयो दाजु चिया ल्याऊ, चिया ल्याऊ। छोरी चिया ल्याऊ। अब कुरा त सही हो दाजु तर दाजु काम चाहिँ सर यहाँ रहेछ फेरि सालो ठुलो जातको मान्छे हामीहरू पऱ्यो सानो जातको मान्छे यो समाजले नियमलाई स्वीकार गर्ला त दाजु चट्ट पारेर त्यहाँमाथि छोरीको यस्तो अवस्था छ तपाईँले देखेकै छ दाजु चट्ट पारेर समाज तिमी हामी मिलेर पनि आऊ बिलबहादुर मैले नि यही भन्ला अस्ति देखेँ हामीले असल बनाउन गाउँनै पर्छ तर रहेको कुराको कुरा अब यिनीहरू भनाइ पनि यिनीहरूको राम्रो छ अनि जीवनको बारेमा एयरपोर्ट लिन्छ